यो चाहिँ हामी तिलीचो बेस क्याम्प जाँदाको ढुङ्गे भिर माथिबाट यसरी ढुङ्गाको पहिरो हुँदो रहेछ, तल पनि यसरी पहिरो, यो बिचमा हामीले हिँड्दै जाने। बेलुका माथि नावर झारहरूले ढुङ्गा खसाइदिने डर हुँदो रहेछ। त्यो ढुङ्गा खसेर चोटपटक लाग्ने सम्भावना पनि हुने भएकोले अलिक होस पुऱ्याएर हिँड्नुपर्ने। यो एउटा सानो स्याम्पल भयो, अगाडि अझै ठुलो भिर ठुलो पहिरो आउँछ। बाटो रमाइलो छ, त्यस्तो अप्ठ्यारो भन्ने छैन। थोरै हाई एल्टिट्युड, हामी अहिले जान्छौँ 4300-400 मिटर हाइटमा छौँ। बेस क्याम्प अलि तल झर्नुपर्छ अरे। यो हाइट भनेको नर्मल हामी नेपालीहरूको लागि एभरेजमा तराई पाहाडमा बस्नेहरूको लागि पनि हाई एल्टिट्युड नै हो। यहाँ थोरै सास फेर्न अक्सिजनको कमी भयो जस्तो हुन्छ, लामो लामो सास फेरेर हिँड्नुपर्ने, अलिक सजिलो। अक्सिजन हुँदै नहुने होइन, दुईवटा कुरा सँगसँगै, एउटा शारीरिक थकान जुन हाम्रो ब्लड सर्कुलेसन अलिक बढिरहेको हुन्छ भने स्वाभाविक ब्लड सर्कुलेसन बढ्दा अक्सिजनको डिमान्ड अरूभन्दा बढी हुने हो। र त्यसमा अक्सिजनको मात्रा इन्भाइरोमेन्टमा कम छ भने अनि हामीलाई चाहिँ सास फेर्न गाह्रो महसुस हुँदो रहेछ। नातिकन, हतार नगरिकन, नदगुरिकन उकालो बाटो छ भने बिस्तारै हिँड्यो भने खासै फरक नपर्दो रहेछ। रमाइलो छ। यो त आँखाको लागि पनि काम नै हिमाल रहेछ। पहिला हामी चारैतिर हिमालले घेरेको ठाउँको अलिकति होचो भागबाट त्यसको पनि अलि माथि हिमाल नै हो। अनि यहाँ आँखाले देखिने गरी चाहिँ हिमाल छैन मेरो पाहाडपट्टिको। कम्तीमा एकपल्ट चाहिँ भिजिट गर्नुपर्ने ठाउँको रूपमा मैले राखेँ, किनभने यो एक्सपिरियन्स गेन गर्नको लागि यो ठाउँ आउनै पर्छ। अनि भिडियो फोटोहरूको एक्सपिरियन्स सेयरबाट त्यति फिल गर्न सक्दैन।